वाकमा जानलाई भ्यू पनि दामी हुनु पर्यो क्या यस्तो दामी छ तीनजना हामी तीन भाइ हो म त दाइ हो नि त त्यही भएर हामी तीन भाइ भयो क्या के भन्छौ फर्स्ट टाइममा हो क्या आज तिमीमा थियो हो र स्योर हो उतैसम्म त अब कति आयो त्यही बाटो होइन तर यहाँदेखि ब्रिज पनि दामी राति झन् दामी देखिने होला त भाइ त्यो ब्रिज चाहिँ त राम्रो देखिन्छ नि त राति लाइटले अनि घर नजिक यतिको भयो त भइहाल्यो नि के चाहियो त ल तै के चाहियो स्विजरल्यान्ड अब नेपालले यस्तै हुन्छ समुद्र त हुँदैन जियोस् होइन आशा गरौँ नि त होइन अनि यसरी जाने बाटो भयो भने भइहाल्यो नि ठाउँ ठाउँमा यस्तो जाने बाटो बनाइदिए न मान्छेलाई के हुनु यसरी अनि टुरिस्ट आफै हाल्यो नि यार टुरिस्ट वरेभर उता कस्तो दामी ब्रिज छ केटाहरूलाई चिसो भइरह ब्ल्याङ्केट ल्याउन मात्र बाँकी छ तर हामीलाई त यो हाफ लगाएर नै गर्मी भइरहेको क्या अलि हट हुनु पऱ्यो क्या ज्याकेट लगाइसक्यो अब गर्मी भयो भन्ने त माथि माथि ताने ए हो के छ त खुसी हुनु पऱ्यो त्यही हो कति साउन्ड यताबाट राम्रो रहेछ देखि ल दामी देखिँदो रहेछ त नि यताबाट त बस्ने त्यहाँ भ्यू हेर्नु रहेछ है अनि यतादेखि हेऱ्यो भने पुरै उता होइन अनि त्यसपछि यताबाट चाहिँ ब्रिज देखिन्छ यो ब्रिज राति चाहिँ यस्तो दामी देखिन्छ नि ताजपुर ब्रिज मैले यहाँबाट देखाउँछु एउटा होइन भाइ खोइ यहाँदेखि देखिन्छ यो रुख चाहिँ अलि सुक्या पनि रहेछ होइन भ्यू चाहिँ छेक्यो ऊ त्यो ब्रिज चाहिँ राति यस्तो दामी पुरै लाइट बल्छ क्या त्यस्तो मुनि यो चाहिँ यो यहाँनिर चाहिँ यो बनाएको रहेछ तर होइन त भाइ बस्ने चाहिँ यसरी रे किन त्यहाँ नेपाली स्टाइल भने भाइले फेरि कडा ओ ल यता ऊ पनि रहेछ नि त अनि क्रुज होइन त्यो खै माथि जाऊँ न त त्यो त रोशनी भइहाल्यो लिन्डेस फार्म उता भइहाल्यो त्यो माथि त रोशनीको डाँडाबाट हेर्ने त रोशनी रोशनी भाइ तिमीलाई फेरि केटीकै आउँछ क्या याद रोशनी भने भाइ रोशनी भनेको है भाइ अहिले म यो हेरौँ भिडियोमा अघि अब दाइको अब भित्रभित्र त्यही कुरा चलिरहेको हुन्छ बाहिर नि त्यही निस्किहाल्छ नि होइन नि तिम्रो दाइले फसाउनु भएन नि यताबाट यताको भ्यू पनि आई लाइक दिस भ्यू भने जस्तो हो क्या ए यताबाट देखिँदो रहेछ नि That's the one. के हो भ्याएको पनि के हो त्यो उसको रहेछ नि जस्तो लगाइदिएर दामी यार भोलिदेखि आउनुपर्छ यार भाइ बिदाको दिन यता 5 मिनटमा रहेछ मलाई थाहै थिएन नि त्यो त छ कि तर 5 आधी घन्टा बसेर जाऊँ भन्दा नि यो ब्रिज हो क्या राति चाहिँ यस्तो दामी देखिन्छ नि यस्तो दामी देखिन्छ मसँग भिडियो त छ तर अब कता यहाँदेखि उता अगाडि त ब्रिज हो नि त त्यो गुडवुड निस्किने ब्रिज ए त्यो ट्याङ्कीहरू देखिरहेको छु यो तेरो ब्रिजदेखि यो पुरानो घरहरू देखिन्छ नि त त्यही हो क्या कता अब निस्क्यौँ होइन उतातिर जाऊँ हिँड्दै भूत आधी भूत त पेटमै हालेर हिँड्ने हो के भूत लाउने हो र खैरे भूत रे हे माइ खैरे भूतले पुरा त्यो हुन्छ नि लगभग अहिले भन्दा 250 वर्ष अगाडिको भूत आइदिएर अरे क्या त्यसले इङ्ग्लिस पनि कहाँ त्यो पहिलाको त्यो एबोरिजिनलहरू त कहाँ इङ्ग्लिस बोल्थ्यो होला तिनीहरूको आफ्नै भाषा हुन्थ्यो होला बुझ्छ त नि के भने तर अरू चाहिँ हो नि भ्यूमा चाहिँ ताजमिनेलाई चाहिँ कसैले अस्ट्रेलियामा चाहिँ बिट गर्दैन त्यो चाहिँ फोर स्योर हो
नेचुरलमा चाहिँ आर्टिफिसियल त धेरै छ होइन क्विन्सल्यान्डमा भयो आर्टिफिसियल बनाएकोहरू चाहिँ तर त्यो हाम्रो माउन्ट वेलिङटन त्यहाँदेखि चाहिँ सबै देखिन्छ क्या फेरि हो बाटो ल यहीँनिर छ त नि बाटैमा अनि ए होइन होइन हो किन्न हुनु इ ल खान अरे जर होइन यो म खाएर दिन्छु नि त अर्को ल्याइदिनु नखाइदिएर क्या भाइले भरोसा गरेन क्या दाइको यार यस्तो दामी मिठो छ त यार है नाइस गुलियो छ त अब कति गुलियो हुने हो इन्जोय भाइ आऊ बाटोमा पनि के अब यो किन्यो भने उलिजमा कति डलर पर्छ लगभग एक सानो बक्सको कति $5-6 पर्छ कि सानो कति ग्राम हुन्छ 100 ग्राम पनि हुन्न मात्र दाइ पुरै छ डब्बा भरेर लगिनु हुन्छ हो डब्बा त नभएर दाइ स्मुदीमा हालेर खाएँ कि मैले त ब्लुबेरी खान्छु नि त यो झन् दामी हो क्या हुन्छ ब्लुबेरी जस्तो होइन कहाँ टिप्ने जाउँ पछि आउनु घरबाट बाल्टी भाइ त पुरै हातभरि हो केटा लिएर बकेट लिएर आउँला लिएर आएर भोलि मेरा 7 न्युजमा आइदिएर अरे के 4 Nepalese guys were stealing blueberry दामी छ क्या यो हाम्रो नेपालमा के अरे यस्तो के किमो होइन होइन हाम्रो घरतिर क्या के भन्छ किमो होइन ठुलो हुन्थ्यो नि त यो त गोलोमा हुन्छ के किमो सेलो हो के ऐसलु ब्ल्याक यो ब्ल्याक कालोलाई चाहिँ के हो ब्ल्याक हुँदैन हाम्रो ब्ल्याकै हुँदैन अकबरे खुर्सानी रे होइन होला यहाँ त दुईटा बकेट लिएर आउनु पर्ने रहेछ ल त्यो त जरै जस्तो छ बे त्यहीँनिर छ होइन रोडको कसैको त्यो ऊ होइन क्यारे होइन बाटोमा भएको दामी छ नेचुरल अनि यो चाहिँ रहेछ सिमेट्री त्यही हो क्या मान्छेले मान्छेले जिन्दगीमा त्यही भएर म भनिरहेको छु टाइममा धेरै सोचेर तनाव लिएर लास्टमा मान्छे जाने भन्यो नै नाङ्गे आएको थियो जाने भने नाङ्गे नै हो कि यो सिमेट्री हो होइन किन जाने हो बन्द छ कहाँ जानु मिल्छ यो चाहिँ सिमेट्री हो क्या सबैले एकचोटि दिन भने यही हो क्या त्यही भएर खुसी रहने हो हेल्दी खाने बस मस्त मगन हुनु पऱ्यो जानु मिल्छ होइन जानु मिल्छ नत्र लेखी हुनु पर्थ्यो हामी एकचोटि भित्र जाऊँ यो चाहिँ सिमेट्री तर यताको मेन के छ भनेपछि यो एउटा यो पोइन्ट पनि बुक गर्नुपर्छ क्या मर्नुभन्दा अगाडि मान्छेले किन्नुपर्छ एउटा ठाउँ स्पोर्ट हुँदो रहेछ नि यसको थाहा पैसा अनि कुन ठाउँमा किन्छ मान्छे त्यही हिसाबले महँगो हुने क्या हाम्रो त्यो सिडनीमा साउको बाउले होइन कति 20 हो कि 40 हजारमा किनेको अरे क्या आफूलाई गाड्ने ठाउँ अलरेडी किनिसकेछ अनि मर्नुभन्दा अगाडि नै गाड्नु पऱ्यो क्या ग्यारी होइन भाइ त त्यस्तो छैन यता फ्लावरहरू यता सबै मान्छे आइराख्छन् होइन फ्लावर राखेर जाने यो चाहिँ सिमेट्री गाह्रो छ नि त्यही भएर खुसी रहनु पऱ्यो क्या जति मान्छेले खुसी रह्यो त्यति नै लाइफ बढ्ने हो क्या अगाडि हेल्दी खाने खुसी रहने सोचेर कामै छैन हिजो कुरालाई चेन्ज गर्न मिल्दैन अनि जे हो आज हो त्यही भएर रिल्याक्स सोच्नुभन्दा बढी गर्ने हो सोच्ने होइन दुःख पर्दैमा भगवान्लाई कोस्न थाल्ने सुख हुँदैमा भगवान् बिर्सिने भन्ने हुँदैन नि त होइन अप्स एन्ड डाउन त आइहाल्छ नि के भन्छ भाइ पहाड चढ्दा नि अप्स एन्ड डाउन आइरहेको हुन्छ होइन गाडीकै हुन्छ नि अभियसली गाडीको हुन्छ नि अनि के हो र हड्डीभित्र पुरै त्यही हुन्छ कि निकाल्नै भएन नि अब त्यो सक्यो त्यही अवस्था हो क्या त्यही भएर मान्छे आएर यी फ्लावरहरू होइन यिनीहरूको अब डेथ एनिभर्सरी बर्थडे यस्तो यस्तोमा अब यिनीहरू फ्यामिली मेम्बरहरू आएर चाहिँ यो फ्लावरहरू राख्ने एकछिन बस्ने यो मिस यु यताउता भन्ने जाने त्यही हो क्या एट द एन्ड
खाल्टोहरू झेकिरहेको है भाइलाई यताबाट मेयरमा उठाउनु पर्यो क्या म त रेडी हो त है तर भोट फेरि के अरे ऋषि त मलाईको भोट कति र 500 कति कहाँ 500 पुग्ने हो भाइको त मिठो जित्ने हो नि भाइ त्यो टेन्सनै भएन नि जित्नु त्यस्तो 250 300 होइन कन्सल्ट गर्नुपर्छ होइन जय दाइ तिनीहरूलाई भनेर मस्त अनि त्यसपछि त्यहाँ चाहिँ भोट दिनु त्यहाँको तिम्रो गरिन्छ क्या त्यसपछि बुझेनौ के भन्छौ तिमीले खुसी हुनु पर्यो तिमीले रेडी हुनु पर्यो यस्तो हो मेरो भनाइ त्यही हो विकास गर्ने हो दाइ होइन सकेसम्म ठिक छ आफ्नो देशमा नगरौँ नभए अब कहीँ न कहीँ कसैलाई होइन हुने तरिकाले त गरौँ भन्ने सोच्छु भाइ मेरो चाहिँ होइन जन्मथलोमा सकिएन कर्मथलोमा गरेर फेरि जन्मथलोमा फर्किउँला नि त होइन लास्टमा त गर्न मिल्यो किनकि अब यहाँ अब धेरै एक्सपिरियन्स लिन्छ नि त त्यो भइसकेपछि त्यसपछि अब नेपालमा त अब स्विजरल्यान्ड किन बनाउनु पर्यो नेपाललाई नेपाल बनाउनु पर्यो नि भाइ अब छुट्टै बनाइन्छ क्या त्यो हुन्छ नि यस्तो सोच भयो भने सकिहाल्यो क्या के त अब 5 वर्षपछि घर जान गइन्छ कि नेपाल फेरि के विकासमा धेरै टाइम के नै हुन्छ र होइन 5-10 वर्षमा त यो त अगाडि पार्क स्टेडियम यता चाहिँ भ्यू बब्बाल सो यता छौँ हामीहरू होइन त खाने हो नि दाइ टपले त फेरि खाएछ क्या मार्केट चेन्ज भइसक्यो रहेछ त कानको अनि त्यो 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 डम्बलवाला चाहिँ भएकै थिएन क्या भाइ अनि वुल्फ हो क्या मान्छेले वुल्फ जस्तो हुनुपर्छ अरे क्या मान्छेले हुनुपर्ने के अरे वुल्फ जस्तो यस्तो बाल देखिहाल्यो तर कहीँ पनि स्क्रेच छैन नि त त्यो लगाइदिएको मगाएको थिएँ होइन अनि मैले लगाइदिएको कति घरमा त कति छ सरी त्यो अगाडिको चाहिँ यो एयरबिएनबी गरेर बस्ने हो क्या भाडामा लियो अनि टक्कै बस्यो मैले यत्रो टाइम यहाँ बसेको होइन नोटिसै नगरिदिनु क्या आज यता आएर पनि उता माथि रोडदेखि चाहिँ देखिँदैन होइन रोडदेखि देखिँदैन यताबाट चाहिँ देखिँदो रहेछ क्या फेरि यताबाट यसो यहाँनिर बस्यो भने राति चाहिँ यो ब्रिज चाहिँ बब्बाले देख्छ क्या नेक्स्ट टाइम चाहिँ म राति आउँछु यहाँ रङ्गी बिरङ्गी प्यारट छ नि त यहाँ पहिला सिडनीमा आउँदा देखेको मैले त्यस्तै मनिर चाहिँ हाम्रो अचार धनियाँ होइन त भयो धोइसँग रे दामी अनि यो मेरेट हालिन्छ बनाइन्छ अब अचार अनि त्यसपछि सोधिन्छ के अरे के छ विचार विचार त हमेसा राम्रो हुनु पऱ्यो नि त होइन हाम्रो फेरि प्लानिङ अचानक हुन्छ क्या यसो वाकमा गएको अब आएर के गर्ने भने चाहिँ बार्बिक्यू देयर इज नो प्लान गऱ्यो भने सक्सेसै हुँदैन क्या सो प्लान बिना आएको अब मैले ड्रेस चेन्ज हाल्नु परिहाल्यो देन वी गोना सी भाइले बार्बिक्यू रेडी हो रेडी हो नि बोलिरह त्यो त्यसले बोल्न पछि धुवा हुन्छ है भाइ यसको यो चाहिँ नहाल्नु ल यो क्या यो त्यो पेपरले धुवा लास्टै आउँछ क्या हेर न जलाउनुलाई हो तर त्यो स्मोकी होइन चिकनलाई चट्ट लगाएर मेरिनेसन अब हामीले के हाल्छ यसमा नुन जान्छ मसला जान्छ मेरिनेसन हालेर च्याक्क है त्यसपछि खुर्सानी एकदम पिरो मिठो बनाउनलाई अचारमा छ हो पिरो त अनि यहाँ पनि छ हाम्रो ल we are doing a barbecue tonight right on the day of Saturday yeah we'll make a suddenly plan without any proper plan if we had nap day we already got a plan a lot लाइट बालिरहन्छ क्या हाम्रो आजको हेडसिप चाहिँ न्याप्दा है मात्र अब मेनली आजको भन्नु पऱ्यो होइन आजको भिडियोको लागि
मनै छोडेर होइन हो नि टाइम भएर आयो हाम्रो चाहिँ अब अचार त्यसपछि एनिथिङ दाइ के भयो कि चाहिँ हाम्रो अचार कम होइन मलाई चाहिँ सबैले देखिराखे हाम्रो बारबेक्यु सुरु भयो त नि ठिकै हो नि है तर भइरहेको छ होइन पाँचवटा बाइक बिग्रे के मकै तिमीलाई देखाएँ कि मैले साइलेन्सर टुटेको ए हो सबै त्यो एकदम उ भएको थियो यता गफ चलिरहेको छ दौरो होइन सिट रहेछ त त्यसो भए त क्या पोखराबाट हायर गरेको यता पनि हेरिदिउँ न त यसरी ल हेरौँ न त एकचोटि सबै दाइ खुसी हुनु पर्यो खुसी हुनु पऱ्यो म त आफै आउँदिनँ क्या फेरि अघि अघि खिचेको पनि आफ्नो म खेल्दै कोक खाइयो दाइ मुस्ताङमा 4 गिलास कोक खाइयो थैलीमा अनि मकै अब मकै खाने होइन त अब म खाने अब मकै खाने ल नेक्स्टले कोही बोल्दैन क्या अनि गाह्रो छ क्या अब गफ गरिदियो गर न तर फ्ल्यास आँखामा हान्यो क्या है सबै भइरह बारबेक्यु कस्तो भइरहेको त अनि सही छ होइन बिच बिचमा यसो हल्का गफ गफ चलिरहेको छ मस्त मस्त गफ भइरहेको त्यहाँ के भइरहेछ भन्ने कुरा यहाँ के भइरहेको भन्ने कुरा हो यहाँ चाहिँ के भइरहेछ भने चाहिँ आँखामा फ्ल्यास लागिरहेछ है यसलाई तल गरिदिउ न यसको छ नि त यहाँ छ यो चाहिँ अलिक अलिक टाढा भयो नि त होइन खुसी हुनु पऱ्यो त्यही हो चिकन खानु पऱ्यो अब त्यस्तै हो जिन्दगीमा खुसी र जिन्दगीमा न्याप्दै हुनु तर भाइ खुसी भएन रे के नाइ बुझा दाइ खुसी हो कि खुसी ए बल्ल बोल्यो जिन्दगीमा के खुसी अति खुसी हो न्याप्दै म त हुनै पऱ्यो म नभए खुसी कहाँबाट आउँछ त म नभए खुसी त सकिएको त नि नाप्दा इजिकल टु खुसी हो कि बस माउले भनिदियो के गाना ब्याकग्राउन्ड पनि चलेछ मस्त होइन भाइ उता अनि ल तर भोलि गाना के छ भन्ने कसैलाई थाहा छैन तर यो अचार होइन त्यो अचार बनाउने मान्छेलाई चाहिँ च्याउनु त हात काट्नु पर्ने दुइटै न हात चाहिँ नकाट्नु मेरो मेरो के अरे कागो के बनाएको हात काटेर महाकाली पुल हात उ गरेर सङ्ग्रहालयमा राख्नुपर्छ होइन 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 त्यसलाई त फेरि परे राख्नु पर्ने हो अचार त भाइ यार हात किन काट्ने हो र विश्वले चिन्छ यसो गरे मिठो बनायो पनि गाह्रै छ यार भाइ होइन कस्तो अचार होइन त मान्छेहरू कुकले खायो लाग्यो त बनाएको कस्तो हुन्छ म्युजियममा हाल्न सक्छु फ्रेम बनाएर राख्नु पर्ने क्या घरमा तैँले बुझिनस् के हातै मिठो हो क्या छोयो कि सक्यो हो क्या होइन हल्का नुन कम भए केमा ए हो अलि लेट भयो नि त के कम भयो अरे नुन कम भयो अरे भाइलाई के भएको छैन भाइ त फेरि बोकाभन्दा बढी खाँदो रहेछ नि नुनको कम्प्लेन चाहिँ हामीले लिन्न भन्ने अरे के होइन होइन नुन त यो त यति म खाने ऊ भन्दा पनि बढी खाँदो रहेछ त नि ठिकै उमेरमा खान्छन् कि नुन खानु कि कसैको गुण खानु ओके नुन नखानु नुन खानु भन् यो त्यही होला होइन कस्तो राम्रो भइरहेको क्या हेर न चारैतिर क्या म बढी यस्तो हुनुपर्छ क्या अब बारबेक्यु भनेपछि होइन बारबेक्यु र अचार द्याट्स इट अरू केही पनि चाहिँदैन होइन त भाइ बारबेक्यु र अचार भएपछि पुग्यो मेन चाहिँ अचार हो भाइ होइन अचारमा भयो कसरी खाने हो चिकन कति खाने मैले क्यास डाउनबाट किन हुन्छ सेकेन्ड ह्यान्ड यो लड पनि हात कस्तो छ होला यसमा हात परो चाहिँ मिठो हुन्छ कि अघिसम्म मसँग थियो अहिले समातेर कहाँ हुन्छ उता नि फ्ल्यास एउटा लाइट चाहियो नि त त्यो टङ्ग अघिसम्म मसँग थियो अहिले त्यो फोटो खिच्नेवाला यहाँ राखेर हुन्छ हातमा ए हो अनि ठिकै छ तैँले बनाएको मैले बनाएको भनेकै छैन अहिले बनाएको चटनी अलरेडी इनफ नै छ त्यो होइन होइन अब हामी त अनि चट्नी मात्रै भए पनि पुग्थ्यो होला कि आज त त्यही हो मासु नभए चटनी मात्र खाने चटनी चटनी के मात्रै चटनी रे भाइ चट्नीलाई चट्नीमै डोबेर खाने चटनी हातले आउनु स्याउ छ त स्याउ एक साइडको लिएर सही कुरो चाहिँ सही हो खुसी हुनु पर्यो होइन त भाइ उसले हान्थ्यो कि त्यो हाम्रो त्यो सिल्भरको स्केल हुन्थेन एउटा दाइ स्टिलको
पनि यता सम्म त फेरि यता यता खिच्दा चाहिँ आफू बिर्स्यो जस्तो छ। हो एउटा सर्ट यसरी यहाँ सभा गर्ने कपाल सभा तान्ने गरेर सब गरे कि यो यो तान्थे नि साइडको यो कन्सर्ट के के पड्काउँथ्यो रे पड्काउँदैन छाला पड्काउँदैन तानेर दुईतिर यस्तो उठाइदिन्थ्यो भने मान्छेलाई कस्तो भने मैले हाम्रो त यो यो मात्रै उठाइदिन्थ्यो कि हाम्रो सरले के गर्थ्यो थाहा छ एक सरले यसरी आउने होइन यहाँनिर समात्ने जानु पर्दा अनि यहाँनिर चाहिँ यसरी के कम यो यसरी यो तेरो त कपडा पहिरहेछ खालि आ गरेर यार लास्टै यार दिमाग लगाइरह्यो यार मैले यसो विचार गरेँ होइन यो कपडा समातेछु आदिर लास्ट यार भाइ ट्राई गरेको होइन होइन भने यो कपडा मलाई फिल भइहाल्छ नि म त्यही त भन्नु हो म त्यही त भन्दैछु त अनि पछि जब समय अनि सुरुमा अगाडि नै होला लास्ट चाहिँ यार नाटक यार है तपाईँ नि रहेछ एक्टर चाहिँ रहेछ यार मलाई थाहा थियो क्या त्यहाँ